गाइज आज हामी एन्जिला मुभी हेर्न आएको थियौँ। कसले फुटबल हेर्न आएको कि फिल्म हेर्न आएको भनेको रोको रोको नानी। हाम्रो एपिएफ का के अरे हाम्रो सबै दाजुभाइहरूले एकचोटि हेर्नु होला यो मुभी हैन। एकचोटि मौका दिनुहोस्, यदि कुनै गोल भयो भने तपाईले भन्नै पर्दैन, म आफै गाउँ पर्दिन्छु सर। फिल्म कस्तो लाग्यो? ल रिभ्यू जाओस्। कठिन रोको रोको नानी। कसले फुटबल हेर्न आएको कि फिल्म हेर्न आएको भनेको तिमीले हो भनेको? फुटबल हेर्न आएको कि फिल्म हेर्न आएको अरे। गाइज आज हामी एन्जिला मुभी हेर्न आएको थियौँ। फिल्म एकदम दामी छ हैन। म त होइन, तर इमोसनल चाहिँ एकदम बहुत राम्रो कहानी छ। फिल्म होइन, यो रियल कहानी हो हैन। रियल कहानीबाट इन्स्पायर एन्जिलाको। अनि हाम्रो बहिनीहरू चाहिँ झन्डै रोको गरे के, झन्डै रोको। ऊ त्यो फुच्ची नानीले फेरि के अरे फिल्म हेर्न आएको हो कि फुटबल हेर्न आएको गरे होइन नानी। फिल्म एकदम ऊ छ, मोटिभेसनल टाइपको छ होइन। के अरे हो त्यही भएर टिकटकतिर यताउता के अरे क्लिप्सहरू हेर्नुहुन्न के। आफूलाई मनपर्ने फिल्म त टक्क के अरे उसको क्लिप्सहरू आउने बित्तिकै स्क्रोल गरिदिनु पर्छ के, हलमै गएर हेर्नुपर्छ। तर समस्तमा भन्नुपर्दा फिल्म यस्तो छ कि होइन, के अरे मान्छेहरूले भन्छन् त जस्तै केही गर्नको लागि के अरे घरबाट सपोर्ट गरेन, फ्यामिली यस्तो उस्तो, मेरो फ्यामिलीले सपोर्ट गर्दैन भन्छ नि। तर त्यस्तो मान्छेलाई यो मुभी देखाउनु पर्छ क्या होइन। लास्टै एकदम उ छ क्या, मोटिभेसनल टाइपको। झन् खेलाडीहरूको त झन् के कुरा गरौँ, राम्रो छ। हामी पनि इन्टरनेसनल खेलाडी हो। हाम्रो एपिएफ का के अरे हाम्रो सबै दाजुभाइहरूले एकचोटि हेर्नु होला यो मुभी हैन। हाम्रो एपिएफको पनि झल्को देखा छ, हाम्रो हेड क्वार्टरहरूको यताउता सबै सर्ट। एन्जिला कसरी के अरे उसमा ऊ भयो भनेर, हाम्रो एपिएफ क्लबमा कसरी आई भनेर सबै देखा छ। राम्रो छ मुभी एकदम, मलाई त एकदम मन पर्यो होइन। मुसु मुसु हाँस्दैछन् मेरो भ्लग बनाएको देखेर। ठिक छ, हामी चाहिँ अहिले सुर्खेत न्यू रोडमा छौँ। जाऊ तिम्रो तर्फबाट पार्टी। तिमीले जे खुवाउँछ त्यही खान्छु। ल के खुवाउँछौ? तपाईलाई के मन पर्छ? कुकुरी रम, बियर? म त खाँदिनँ हो। यसका पनि हो त नि, हो कि नै करिश्मा? म त्यस्तो खाँदिनँ के, पिउँछु मात्र। बुझ्यौ? म खाँदिनँ के, पिउँछु मात्र। म त खान्छु। हो र, ल तिमी प्योर मगर रहेछौ। एउटा फुटबल बनाउने, एउटा भलिबल। ल ल ल ल अब निर्मलाले पनि छोरी अनि अर्को फुटबल के अरे उ छ नि, पैसा लाग्नेवाला नाइ त्यस्तो। एन्जिलाको त्यो के अरे जेठी आमाको छोरो जस्तो चाहिँ छोरा। एउटा छोरालाई फुटबल, छोरीलाई भलिबल खेलाडी बनाउनु।